टन्न खानुस् तर कम क्यालोरी खानुस्, वजन घटिहाल्यो। खाएको खानालाई मास्नलाई एक्सर्साइज गरेर म चाहिँ वेट घटाउँछु भन्नु मूर्खतापूर्ण कुरो हो। क्यालोरी इनपुटलाई नै कन्ट्रोल गर्नुपर्छ भन्ने बुद्धिमानीपूर्ण कुरो। त्यही भएर यो एक्सर्साइज गरेर वेट घट्दैन। एक्सर्साइजको वेट घटाउनमा एक्सर्साइजको भूमिका 20% छ, 80% भूमिका खानाको छ। टन्न खानुस् तर लो क्यालोरी चिज खानुस्, जसमा क्यालोरी डेन्स चिज कम खानुस्, जसले तुरुन्तै बोसो बनाउँछ त्यो चिज कम खानुस्। जस्तै फ्याट जन्ने चिजहरू कम खानुस् अथवा नखाए पनि हुन्छ। सिम्पल कार्बोहाइड्रेट कम खानुस्, नखाए पनि हुन्छ है। साग सलाद तरकारी प्रशस्त खानुस्। अन्डा खान सक्नुहुन्छ, अङ्कुरित अन्न खान सक्नुहुन्छ भेजिटेरियनले। बढी खाएर पनि वेट घटाउन सकिन्छ, तर क्यालोरी बढी खाएर सकिन्न। यत्रो तपाईँले 2टा बिस्कुट र एउटा चिया खानु र झन् आधी थाल भात खानु क्यालोरी वाइज बराबर हो, यति बुझ्न सक्नु पऱ्यो नि। मान्छेले अनकन्सियसली क्यालोरी खाइरहेको हुन्छ, त्यसलाई कट अफ गरेपछि त मान्छे त